यहाँ चाहिँ 90 वर्षको आमाले खेत रोप्दै हुनुहुन्छ। उता बुहारी, उता नातिनी बुहारी, यता रमाइलो छ बुहारी नातिनी बुहारीसित। आमाले आमा 90 वर्ष खेत रोप्दा कस्तो भइरहेछ? यहाँ त हजुरले खलो पनि गाड्नु भएछ त आज। के भन्नुहुन्छ अरूलाई? यो खलो किन गाडिन्छ आमा? आमा नातिनी बुहारीसित रोप्न पाउँदा कस्तो लागिरहेछ त हजुरलाई? अलि बाक्लो रोप्नु भएन र आमा? पहिल्यै पनि यस्तै रोप्नुहुन्थ्यो आमा? कस्तो हुन्थ्यो आमा ल भन्नुहोस् त केही? राम्रो रमाइलो हुन्छ बाबु। खलो गाडेको भनेर माटाको टिका लगाइदिँदै हुनुहुन्छ। आज माटाको टिका लाउने अनि जमरा लाउने यसको ल हजुरआमा भयो हजुरले लगाइदिनु हो बुढियाले। ल हजुरआमा सँगै यस्तै गरी अहिपछि पनि अब फेरि म यस्तै गरी हिलो खेल्न पाइन्छ हजुरआमासित। ल हजुरआमालाई यसरी आमा त तयारीसित आउनुहुन्छ। आमाले त पैसा पनि लिएर हैछ के गौ वर्षै पछि थाहा नदिकिन आमाले खलो गाड्दै पैसा बाँड्दै गर्नुहुन्छ। कति खुल्ला छ कि नै? अब खलो गाड्दाखेरि दिएको किन नदिनु पर्छ आमाले? भयो कि पर्दैन? ए बुढिया है पैसा ल लौ लौ दिनु। आमा हजुरलाई हजुरको भाइले धेरै धेरै माया धेरै धेरै सम्झना बुढी फुपूलाई भन्नुभएको कसले होला ल भन्नु त? सचेर भन्नु त। कृष्णले हो कि भन्दै जानु? दयाले हो कि अर्को ठुलो भाइले हो कि अर्का सन्दीपले हो कि होइन अरू नाम भन्नु ल। अरू भाइ ठुलो भाइले हो कि तो कान्छा भाइको छोरो ठुलो होइन
माइलाल हो बाबुले हो कि असिमले? होइन कसले होला ल सम्झिनु सम्झेछु सम्झनलाई के अरे मैले के भन्नु र सबैलाई भनेछु। कुन भाइले सम्झेका छौ मलाई रमाइलो लाग्यो झलझल तिमनमा बस्यौ ल राम्रो होस् बाबु। खोइ कसले होला ज्ञानु भाइले हो रोही होइन ज्ञानुको माइलो बाबुले हो कि होइन कान्छाले हो कि होइन हेमलाल भाइले हो कि होइन हेमलालको छोरा भक्छु बुवा काठमाडौँ बसेका भाइले हो कि नाइ अर्का कान्छा भाइले हो कि मेरो ल कान्छा भाइको नाम के भन्नु मैले अलि बिर्सेँ कि बाबु के हो के भनेर बोलाउने गर्नुहुन्थ्यो अब त्यही भन्नु कान्छा भन्ने हो के हो नै भुलेँ के भनियो थियो कान्छा जो भनेको हामीले सेनामा के अरे सम्झिनु न अझै माथि भाइको छोरा जो अँ कान्छाको नाउँ त्यही कान्छा भाइ जो छ राम उहाँ कहाँ छ बाहिर देश हरि हो कि राम हो कि गोकुल हो कि के हो? गोकुल ठुलो भाइको गोकुलको भाइले जो नाम के हो र नाम बिर्सेँ भुलेँ गोकुलै होइन र ठुलो भाउको नाउँ गोकुल हो सानोको सेनाको मनमा आएछ मुखमा आएन के हो? लौ भैरम भाइ हो भनौँ लौ त्यही नयाँ नाम राखिदिनु अब मैले नयाँ नाउँ राखिदिएँ कान्छा भाइको भैरम नाउँ मैले नि धेरै धेरै सम्झेको मैले पनि धेरै 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 सम्झेछु बाबु तिमीलाई मैले धेरै 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 सम्झेछु। राम्रो गर भाग्यमानी भए राम्रो होस् भाग्यमानी भए सबै कुरोको राम्रो होस् मलाई पनि सम्झिरहे। नातिनी बुहारीले अब सेवा गर्ने यहाँ बस्न नरिकन नातिनी बुहारी उता गएपछि अब सेवा गर्ने कसले घर आकाले गर्नु त गर्ने हो अनि अलिक सेवा गर्ने चाहिँ फुर्सदिलो मान्छे चाहियो नि त। अब चाहिँ अब बुहारीलाई अब चाहिँ यहाँ बसन्दारी अब त्यो बेलुका खेत रोप्नै पर्यो अलिअलि घेराफेराका पनि अलिअलि छर्नै पर्यो। यी घेराफेराका अलिकति छर्ने र त्यहाँबाट चाहिँ गर्ने गरेपछि काम पुग्छ जो सेवा त गर्छन् अब चाहिँ नसके पिँढिया बस्ने त्यहाँबाट घर कुर्ने आउँछन् अब खाना पकाएर बेला टाइममा खाना दिएर आफ्नो हिसाब पिसाब सिहार्न सकियो भने भयो कि ल 100 वर्ष चाहिँ तपाईँ चाहिँ 100 वर्ष बाँच्नुहुन्छ तपाईँले पुरा आयु लिएर आज जस्तो छ मान्छे 100 वर्षको आयु हो के 100 वर्ष आयु लिएर आजै मान्छे कति वर्ष हुनु अहिले 84 गरेको त्यो 7 वर्ष भयो क्या होइन र आमा ठ्याक्क वर्ष त कति वर्ष हुनुभयो 87 88 हुनुभयो कि त्यो 87 88 हुनुभयो कि बाबु 84 गरेर 6 वर्ष 84 पनि 84 वर्ष भएपछि त होइन होला नि 84 गरेको त कति वर्ष